पोपो लाइभ डिएक्टिभेट या डिलिट चाहिँ कसरी गर्ने त्यसको लागि सर्वप्रथम पोपो एप लाइभ ओपन गर्नु होला। यस्तो खालको फेस खुलिसकेपछि चाहिँ तल यहाँनेर एउटा साइडमा बटन देख्न सक्नुहुन्छ। यहाँनेर यो प्रोफाइलको बटन, त्यहाँनेर क्लिक गरिसकेपछि तपाईहरुको आफूले खोलेको प्रोफाइल आउँछ। यस्तो किसिमको फेस आइसकेपछि माथि तपाईले देख्नुहुन्छ तपाईहरुको नामको मुनि आइडीमा त्यो आइडी चाहिँ तपाईले अलरेडी कपी गर्नुपर्ने हुन्छ, किनकि त्यहाँ भरे डिलिट गर्ने ठाउँमा आइडी लगाउनु पर्छ। त्यही भएर त्यहाँनेर त्यो कपीको अप्सनमा थिचेर कपी गर्नु होला। र कपी गरिसकेपछि तपाईले यहाँ तल सेटिङको अप्सन देख्नुहुन्छ। यहाँनेर त्यो सेटिङको अप्सनमा क्लिक गर्नुहोस्। त्यहाँ सेटिङको अप्सन क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ कुनै पनि डिलिटको अप्सन डिएक्टिभेसनको अप्सन देखाइएको छैन। त्यसको लागि चाहिँ तपाईहरुले माथि अकाउन्ट एन्ड सेक्युरिटी भनेर देख्न सक्नुहुन्छ। यहाँनेर क्लिक गर्नु होला। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ यहाँ पनि कुनै पनि अकाउन्ट डिलिट डिएक्टिभेसन भनेर नदेखाएको खण्डमा तल क्यान्सल अकाउन्ट देखाइएको छ। त्यो क्यान्सल अकाउन्टमा क्लिक गर्नु होला। क्यान्सल अकाउन्टमा क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ यहाँ कन्फर्म डिलिट अकाउन्ट भन्ने अप्सन आइसक्यो। त्यहाँनेर क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ अघि मैले जुन आइडी चाहिन्छ भनेको थिएँ त्यो आइडी चाहिँ कपी गरेको आइडी यहाँनेर पेस्ट गरिदिएर कन्फर्म अप्सनमा क्लिक गरिदिनुहोस्। त्यसपछि देख्न सक्नुहुन्छ सक्सेस भनेर आइसकेको छ र अकाउन्ट क्यान्सलेसन एप्लिकेट भइसकेको छ है। र तपाईहरुले यहाँनेर एउटा जान्नुपर्ने जरुरी कुरा चाहिँ के छ भने तपाईहरुले यति गरिसकेपछि 30 दिनसम्म यो अकाउन्ट लगइन गर्नु पर्ने छैन। लगइन गर्नुभएको खण्डमा फेरि यो अटोमेटिक त्यो डिलिट हुने छैन, आफै फेरि चल्नेछ, आइडी एक्टिभ हुनेछ है। त्यसपछि तपाईहरुले यहाँनेर फिनिश एन्ड एक्जिट अकाउन्टमा क्लिक गरिदिनु होला। त्यसपछि तपाईहरुलाई यस्तो खालको फेस आउनेछ, अटोमेटिक आइडी चाहिँ लगआउट भएर बस्छ। त्यसपछि तपाईहरुले यसमा अरु आइडी खोल्न चाहनुहुन्छ भने खोल्नु होला, तर त्यो आइडी डिलिट गर्न चाहनुभएको आइडी चाहिँ त्यो अकाउन्टबाट ओपन नगर्नु होला। त्यसपछि तपाईहरुको आइडी 30 दिनभित्र डिलिट हुनेछ।